चुचुरो पनि ठ्याक्क देखिएछ दोहोरा मोबाइल अगाडि लिएर हिँड्ने पैसा केही रिगाउनु पनि रिगाउने हुन्छ मोबाइलको ध्यान मोबाइल 1-1:30 बजेतिर निक्लेको भए त्यहाँ त्यो पार्कमा माथि पनि गइने जाउँ आज त्यहाँ नबसेर भोलि भ्याइन्छ नि त्यो टाइम हुन्छ नि त भोलि अरे हामी निस्कियो भए चाँडेर आज रेसुङ्गा पनि घुम्ने रहेछ कि रेसिङमा राम्रो छ है घुम्नलाई हामी फेरि भोलि जाने भनेको फेरि हामी त हिजो जाने भनेको तिनीहरू मिलेन त्यहाँ सबैजनालाई हिजो जाने भनेको थियौँ हामी हिजो फेरि टाइम मिलेन कि रेसिङमा जाने भनेको बसौँ त्यो नानी यहाँ यहीँ बसौँ र रेसुङ्गा जाने रेसिङमा गएर घुमेर जाँदा भइहाल्छ नि आएको बेला जथेसुकै आएन अनि मैले चाहिँ कता ढाकिनु भयो ढाकेको छु कि तिमी नआउ पछि पछि त म अलि अगाडि जान्छु हो यसरी हो यसरी देख्नु पर्छ कि यतापट्टि फर्किन्छ यता पानीको औँठमा छैन नानी त बाजे कहाँ जानु लाउनु भएको बाजे हो बाजे बुवा बाजे सुन्दैन फर्काउनुहोस् त बुवा बुवाले सुन्नुहुन्न कि बुवाले कानले सुन्नुहुने हुन्छ क्या बिचरा बाला हल्लाइदिनु भयो बिचरा अहिले जाँदा डर लाग्दै भयो मान्छे अन्त हुन्छ नाइ डर लाग्दैन कि हल्लिन्न नि त हल्ले पो डर लाग्छ त के हो आनन्दको रहेछ यस्ता हिँड्न त सहिलो रहेछ चम्फा डराएर फर्की त्यसो बाजे ओ बुवा तपाईँ नाम के शालिग्राम पनि यो ठाउँको नाम के यो हजुर यो त जिप पार्क जिप पार्क ए जिप पार्क बनाएको यो यतापट्टि यता जिप पार्क यता कता यता अहिले के भन्नुभएको यो भन्नाले यो ब्रिज यो पुल झोलङ्गी पुल केमा पर्छ आधी आधी पर्छ क्या आधी आधी पर्छ यो उदिनुङा पर्छ यो उदिङडुङ्गा होइन उदिन डुङ्गा हो न ल बाजे धन्यवाद बाजेलाई पोहोर खालि यहाँ बनाएको रहेछ हो नि त तङ्गास त्यहाँ भन तम्गासको फोरो जति यहाँ फाल्ने यहाँ ऊ त्यहाँ धुवा उडेको ठाउँमा फोरो फाल्ने छ कहाँ पो घर हाम्रो त पाल्पा गुल्मी पाल्पा गुल्मी पाल्पा तम्गास होइन दाखी